लभली कपाल सक्यो खोलेर सक्यो मेरो भाग्यमा न केटी छ न माछा यार केही पनि फस्दैन आज पनि सिङ्गलै बित्ने हो जिन्दगी रिग्रेट भयो होला नि अब नआएर यहाँ हेर्नु कस्तो दामी छ के साँच्चीकै हेलो एभ्रिवान वेलकम टु माई सेकेन्ड ब्रान्ड न्यू भ्लग अनि मैले चाहिँ रुमबाटै स्टार्ट गर्ने सोचेको थिएँ तर फगट स्टार्ट गरेर बिर्सेछु अनि आज हामी घुम्न जानु लाग्यो कहाँ जानु लाग्यो भनेर ठाउँ बकायामा भन्ने ठाउँ जानु लाग्यो तर एक्ज्याक्ट लोकेसन चाहिँ मलाई पनि थाहा छैन अनि मेरो साथीहरू चाहिँ उहाँ अगाडि पुगिसक्यो साइकलमा होइन स्टार्ट गर्नुपर्ने फेस्टिभल समथिङ बिर्सिरहेको थिएँ होइन मनाइरहेको रहेछ अनि त्यही हो मैले क्याप्चर गरेको थिएँ माया गरिदिनु होला यो ब्लगमा पनि अब अगाडि गएर देखाउँछु है त जापानी हुन्छ अत्याउनु पर्छ ढिला भयो फेरि कहिले हामी चाहिँ फाइनली कहाँ रह्यो ठाउँ ग्राम वाकायामा साइकाई जाकी बान्दोको गार्डन यहाँ आइसक्यो हामी चाहिँ मलाई भन्न लागेको थियो गाह्रो लागेर बान्दोको गार्डन मैले रिपिट गरिनँ होइन हामी चाहिँ ठ्याक्कै आइसक्यौँ यतातिर छ ठाउँ चाहिँ होइन बिस्तारै देख्नुहुन्छ हजुरहरूले यहाँनिर बबाल छ अनि हामी दुईजना अनि पछाडि केटाकेटीहरू आउँदैछ तिनजना हेर्नु तिनजना छ पछाडि अनि यहाँ एउटा फुच्चे दौडिरह हेर्न सक्नुहुन्छ जगल्टे भाइ जाप्ले भाइ यस्तो राम्रो ठाउँ रहेछ होइन तपाईँहरू पनि आउनु होला टाइम मिल्यो भने यसो आएर यतातिर ठ्याकठुक गर्नुपर्छ मिलाएर पारेर हेर्नु त कस्तो दामी छ भ्यू यहाँनिर अहिले देखाउँछु है म है त अहिले भिडियो लाँदै एकछिनमा ल हामी चाहिँ गुफा छिर्न लाग्यो कहाँको गुफा हो यो भाइ चाहिँ यहाँ बसेर भेट तान्दैछ हेर अनुहार हेर ठ्याक्कै बसको फले जस्तो दाइहरू कहाँ टाउको ठोकिन्छ त गुफा अरेमा कहाँ यो भर्याङ झारिरहेको छ यार हेर्नु त ओ माई गॉड What the heck? ल हेर्नु त ओ माई गस फाइनली कस्तो लाग्यो भाइ हामी त गयो पहिल्यै नै आएको भाउ एटिट्युड ठ्याकठुक हान्दैछ क्या केटाकेटीहरू ओहो दिइरहेको छ त ल है त एकछिनमा देखाउँछु नि म भिडियो हाल्छु नि फेरि हेर्नु होला नि त राम्रो छ तिमीभन्दा राम्रो छ ठाउँ यता माथि चढ्नु पर्यो है त मिलाएर पप्पा लगाएर होइन यता चाहिँ बिचतिर राम्रो छ अरे यो ठाउँबाट कहाँबाट जानु त्यहाँ त्यही यहाँबाट जम्प हान्दिउँ यति डिस्टेन्समा छ जम्प हान्दिउँ तर कहाँबाट जानु लडेर पऱ्यो भने के गर्नु या ए बस्छु ल म लिएर मलाई हेर लाइक मैले श्रीलङ्काको चाहिँ यस्तो समुद्र छ अरे भन्ने सुनेको थिएँ देखेको पनि थिएँ फोटोहरू तर फाइनल्ली आज म आइपुगेँ खुसी लाग्यो कस्तो छ यहाँ त अहिले जेली फिस समथिङ के पनि देखिन्छ अरे भन्ने सुनेको थिएँ ओके देश आई एम कमिङ यो चारजना जोडीहरू म एक्लै सिङ्गल भनेर मलाई हेरेको होला होइन न परिकन गइदियो है जोडी चाहिँ होइन है फेरि
गाडीमा परेको यिनीहरूले के गर्नु गाह्रो छ हेर्नु नि त्यहाँ यिनीहरू के गर्दैछन् ओहो 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 एकछिन फियर देखाउनलाई खोल्दैछ नि क्या लुगाहरू म चाहिँ खोल्दिनँ है मेरो फेरि सिक्स प्याक देखेर हजुरहरू के गर्नु अनि त्यही हो गाडी छालहरू आइरहेछ त अनि देख्यौ त विदाउट फिल्टर मलाई के छ आरामै हो ओहो उहाँ हेर त वाउ नाइस जाडो भयो हाम्रो यहाँ ममता नानी चाहिँ हेर्नु न डुब्दैछौँ के गर्न लागेको भने हेर गएर एक्सपेक्टेसन भर्सेस रियालिटी भनेको रियालिटी चाहिँ यस्तो भरे भिडियोमा चाहिँ कस्तो थाहा छ यस्तो सेक्सी बाराको भिडियो आउँछ तिमीलाई थाहा नै छैन बुझ्दैनौ तर म चाहिँ भिडियो बनाउने मुडमा छैन आज किनभने म सिङ्गल हो आई एम मिसिङ के हो भाइ के गरेको आमा रोमान्टिक मुडमा आएर ज्याकेट खोलिरहेको त के हो ओ सिक्स प्याक कसैले चाहिँ उहाँ समुद्रमा भित्र छिर्दा पनि बेच्दा नछोडेको छैन एडिक्ट हो कस्तो राम्रो जोडी यार चारजना ओहो म चाहिँ हेर त कोही छैन उहाँलाई चाहिँ डाँडा देखाएको थियो अरे अहिले आएर बिचमा लिएर आएर डुब्नको लागि लुगा पाएन छ होइन यहाँ चाहिँ फोटो सेसन चल्दैछ हेर्न सक्नुहुन्छ जोडीहरू आफ्नो आफ्नो चिसो के भयो अरे चिसो हुन्छ है सार्दियो नि त अब उसले गाङ्सेको स्कर्ट देखेर माथि सारा भन्दैछ खोलिदियो ल ओए नजिक जाऊ रे ओ दियो दियो झर्छ क्यामेराम्यान फोकस गर फोकस ओए एउटीलाई हेर ल कुटे गायब भयो नि हेर बिचरा कस्तो राम्रो नजुदो न यार ल थिचो रे कसैलाई मोटी भएर प्रब्लम कसैलाई के प्रब्लम एउटालाई चिसो हुन्छ भिजा कपडा भिजा म पनि यसो फोटो सोटो खिच्नु पर्ने हुन्छ होइन के भन्नु छ केही भन्नु छैन यहाँ चर्दीकोलाई हेरौँ ल हामी पनि अब यसो फोटो सोटो हान्छौँ है ल एकछिन भेटौँ ल गाइस म पनि फर्ममा आइसकेँ म पनि जुत्ता खोलेँ है मेरो क्याप पनि खोलेँ अब म छिर्छु खिचेँ फोटो सक्यो खोलेर सक्यो के हो पोज त हड्डी भन्दा के देख्दिनँ त म त ऊ त केटी हो केटा हो सिपिङ गरेर राख्ने जानु पर्यो म त बाउको लागि कन्टेन्ट बाउ जाऊ यसो मैले हो तिमीलाई त कन्टेन्टै भनिसकेँ ल म गएको गाइस म चाहिँ सिङ्गल परेँ होइन त्यो चारजना मैले त्यही छोडिदिएर म चाहिँ यतापट्टि यहाँ फिसिङ गर्दा रहेछ एउटा केटा हो केटी हो केटी रहेछ भने यसो गफ जोत्न हुन्थ्यो भन्थ्यो नि हो केटा भयो भने पनि यसो ट्राई गर्नु पऱ्यो मैले अहिलेसम्म गराएको छैन कि यता आएदेखि आया मेरो खुट्टा दुःख घोच्दो रहेछ यार के हो र यो काँडा ओ नो हेर्नु त कस्तो दामी छ कति टाढा आएको नि हामी बिहानै हिँडेको थियो भन्नु चाहिँ भ्लग पनि स्टार्ट नगरेको अलमोस्ट हामीलाई 3-4 घन्टा लाग्यो क्या अहिले 12:30 भयो बाटोमा हामीले रेस्टुरेन्टतिर केही खाजा खाएर हाम्रो टाइम गफ भयो क्या त्यो ढिलो भयो कस्तो खुट्टा घुच्नु वाउ नाइस दिस इज क्युट कत्रो सानो आएर होला नि हजुरहरूलाई पनि जानु पर्यो
सेफ होला दिस वे आई थिङ्क यहाँ हान्छ अब गएर के बोल्नु अब दाप्ने मेरो घाँस छ हेलो हेलो त्यो मान्छे भिडियो तो मैं देख वीडियो तो मैं देख क्यूट बॉय हाय ada kakoi ni nan sai desu ka 10 歳के हो यार यस्तो हाल्दो रहेछ त माछा माछा तान्ने सिटन माछाको सिटन हेर्नु त के हो यो खानाहरू के हो यार यो यो माछा उ जस्तै छ मौदा जस्तै हो यो मान्छे र यो माछा सेम छ त अनि यतापटि यो मोटो चाहिँ मौदा जस्तो अनि यो खाना नपाएको यो पल्टिरहेको चाहिँ यस्तो हैन ड्याङ्कै आई एम डुइङ दिस राइट नाउ कोही गरेछ मेरो यसको त रेड कहाँ गयो वेयर वाउ मेरो यसको मेरो बल्छीको यो भाइबरु पोजिसनमा बसेर दिइरहेछ ओ माई गस ए आइज न एउटा त आइज एउटा पर्न यार हिले माछा हो क्या यहाँ हेर न यहाँ पक्री गरी बसिरहेको छु म झन् कति बेला मजा आउँछ भन्दा मेरो भाग्यमा न केटी छ न माछा यार केही पनि फस्दैन आजीवन सिङ्गलै बित्ने हो जिन्दगी ओ सेट म्यान यहाँबाट डाइनोसोर निस्किरहेको ठ्याक्कै टापुमा रहेछ कस्तो दामी समुद्रको बिचमा पार्क देखाउँछु अरू त केही पनि छैन अब बाटोमा मलाई एकदम लाज लाग्छ यहाँ त मेरो साथीहरू मात्र छ त्यही भएर खिचेको है त अब के हो गाइस मेरो यस्तो छ लुक्स हावा पारामा जुल छोडेर हिँडेको सोझो सिधा गाउँ केटा लभली कपाल भरे युट्युबमा लभली कपाल भनेर हाल्छु केटी पनि हेर्नु पर्यो नि त यहाँ एउटा गुन्डालाई हेर न आम ले अर्कोमा डिप्रेसनमा त गइसक्नु भयो एकजनामा हेर्न सक्नुहुन्छ हजुरले ओ ममता ममता डिप्रेसन आई थिङ्क एकछिनमा भेटौँला है साथीहरू बाई बाई से ऑल छ त यति कसरी निकाल्नलाई त्यही भएर यस्तै भएर उयो केटीहरूले नहेर्ने पावर धेरै भएर हामी चाहिँ यहाँ जानु लाग्यो बिस्तारै क्यामेराम्यानलाई पनि देखाउँछु नि फेरि अम्मानी यो घाममा खुट्टा घोचेर चाहिँ अलिकति आवाज हिँड्ने झन्डै चिप्ले क्या अहिले मेरो सामानसँग पानी पुग्यो भने म के गर्नु धुइन्छ झन् सफा हुन्छ
कति दिन भइसक्यो क्या नधोको कति भयो ओ कसको दिन यो के भन्छ रे रङ्गोलीको छोरी नजिक आउनु यहाँ हेर समुद्रको पानी कस्तो सफा स्वच्छ तिमीहरूको मनभन्दा तापिने केटीहरूको भन्दा स्वच्छ सफा पानी छ हाम्रो समुद्रको यसलाई हामी यस्तो गर्छौँ मै खाइ भित्र छिरेमा एकचोटि हल्का चिसो फिल भयो होइन यहाँनिर छिरेको थिएँ म तर त्यही हो पानी यस्तो गऱ्यौँ केटीहरूको पोजिसनमा अब हामी चाहिँ यहाँ एउटा गुफा रहेछ यहाँनिर एउटा गुफा यहाँनिर त्यहाँ जान लाग्यो है त के अरे खुट्टा घोच्ने यहाँ लास्टमा देख्दैन ओइ कस्तो माछा हो गाइस हेर्नु त्यहाँ ओ नो दिस इज हेल यार यसलाई पानी नै नपाएर यो सहिद भएछ के गर्न सक्छु म पानीमा हालिदिउँ यसलाई पानीमा हाल्दा बाँच्छ यो ओ मा कस्तो गनाइरहेको रहेछ यार यक तिम्रो आत्माले शान्ति पाओस् गरेरै मरेछौ आँखा पनि निस्किसक्यो यसको आत्माले शान्ति पाओस् है के कुरा जय होस् रेस्ट इन पिस आरआइपी कमेन्ट गरिदिनुहोस् कमेन्ट ए मेरो ब्लगमा आरआइपी कमेन्ट आयो भने के हुन्छ ल है त वाइ हो अम्माली छिर्दिउँ गाइस छिर्दिउँ के छ यहाँभित्र डर लाग्यो यार भयो गोरायो भने यिनीहरूको लभ पर्दैछ है बिस्तारै बिस्तारै दुइटै ब्लग्स गर्छन् त्यहाँ यता यता फर्केर के उसले फेरि त्यहाँ भिडियोको लागि ब्लग गर्छ भन्छ आउ त तिमी एकलट ल गाइस कमेन्ट हाल्नु भाइ रेड लाउनेसँग मिल्छ कि यो अर्कोसँग मिल्छ उसको उसको बोयफ्रेन्ड छ अरे तर यो दुइटामा एउटालाई छान्नु पर्यो है दुइटै भेजीहरू मान्छेको मासु खानु अर्को उहाँ चाहिँ जापान आएर खाएको खाइ मात्र हो मोटाएर हेर्नु न उहाँ 54 किलो मान्छेहरू त्यो मान्छे यसो देखो क्यामेराम्यान फोकस गर हेर्नु न किलोको मान्छे सबभन्दा त 54 मा 3 किलो जति बढेको 3 किलो जति तर कहाँ बढ्यो यहाँनिरबाट चाहिँ हामीले यहाँ छिर्नु यो पार्क यो गार्डन हो कि पार्कको यहाँ छिर्नको लागि चाहिँ यो कार्ड लिनु पर्दो रहेछ अनि हामीले लियौँ यो कार्ड के भन्छ कुनै यसमा खै के लेखेको छ खान्जी मलाई पढ्न आउँदैन भित्र छिर्यौँ कस्तो देखिरहेको छ त मलाई कस्तो राम्रो छ हेर्नु त ओहो हेर न हेर्दै जमजम लाग्ने यहाँ ओ माइ गस दामी रहेछ नि त गाइजहरू हेर त ठाउँ त यो के हो पक्का नै एकछिन के बनाउने रे के गरेको तिमी अझै त्यहाँनिर हेर्नु त उहाँ कसैको स्कर्ट देखिन्छ कि भनेर हाम्रो छोटो स्कर्ट देख्छ कि भनेर आमा यता घुमाउ न दुर्पिन टेलिस्कोपलाई यता घुमाउ त ओ मलाई हेर्ने अब मेरो चाक हेऱ्यो त भने म यता फर्केर देखाइदिन्छु साथीहरू कस्तो दामी छ रिग्रेट भयो होला नि अब नआएर
यहाँ हेर्नु कस्तो दामी छ कि साँच्चीको यार बबाल ठाउँ रहेछ नि त हेर्नु त छालहरू यो लहरहरू गर्लफ्रेन्ड छैन के गर्नु गाह्रो बबाले छ नि है हामी सानो राम्रो ठाउँमा मात्रै जान्छ नि त त्यही हो गाइस यो हाम्रो बडी देखाइरहेको छ केही नभएको राम्रो आइरहेछ मान्छे राम्रो भएपछि भिडियो त ओके देश ल चल्दिएको ल